बाख्रा हेर्न जाँदैछ साथी हैन आज चाहिँ ऊ सोल्टी हामी चाहिँ आज चाहिँ बाख्रा हेर्न जाँदैछौँ। यस्तो हतारमा गाडी आइसक्यो तल हामी फटाफट खाँदैछौँ। वेलकम टु माई ब्लग। तपाईहरुलाई फेरि पनि स्वागत छ। आजको ब्लग चाहिँ दशैं ब्लग छ हाम्रो चाहिँ स्पेशल। दशैं सुरु भइसक्यो परदेशमा अनि आज चाहिँ हामी चाहिँ बाख्रा काट्ने खसी काट्ने भनेर चाहिँ खसी हेर्न जाँदैछौँ। आज चाहिँ हामी अहिले चाहिँ रुममा छु। तलपट्टि आइसक्यो हाम्रो गाडी हामीलाई लिनलाई। हामी यहाँ तयार बस्यौँ आनन्द र मजा ला हो। आनले भर्खर खाना आइसक्यो। अब चाहिँ हामी चाहिँ निस्केको अनि अब च्याङ्ग्राहरू पाउँछ जस्तो लागिरहेको छ हैन। च्याङ्ग्रा खसी अब के पाउँछ त्यो ल्याउनु हो क्या हामीले। ल ल हाम्रो गाडी कता छ? हाम्रो गाडी कता छ? हाम्रो गाडी यहाँनिर आइसक्यो हैन। अब यो गाडीले चाहिँ हामीलाई चाहिँ खसी खान लैजान्छ है त। हाम्रो सौगा पनि त्यहाँ छन्। अब हामी यसमा चढेर हामी खसीहरू लाग्यौँ है त। गाडीमा बस्यो है त। गाडीमा अब हाम्रो यात्रा आपको वीडियो बनाने का शौक है तो मेरे साथ चले जाया करो। सब्जी बेचने मैं ब्लॉग बनाता हूँ, यूट्यूब पे ब्लॉग बनाता हूँ। तो फिर मैं ताराकोना जाता हूँ, बार्सिलोना जाता हूँ, बड़ा शहर है। दूर जाएंगे नहीं मुझे मत बीच में फेंकना। नहीं नहीं कोई बात नहीं। कितना दूर है? ये है 10 किलोमीटर। 10 किलोमीटर। आज उता जाना है, खसी बोकेर ल्याउन आए। आता हामी हेर्ने मात्रै खास गरी मन पराएर अनि पैसा दिएर छोड्ने हो नि त। त्यहाँ कस्तो कस्तो पाउँछ खसी च्याङ्ग्रा स्याङ्ग्रा त्यो सबै हामी देखाउँछौँ। अब चाहिँ हामी सिटीभन्दा बाहिर जाँदैछौँ है त। सिटी हामीले छोडिदिउँ। यहाँबाट चाहिँ अलिकति गाउँ गाउँ साइड जाँदैछौँ। छेउको चाहिँ नहर हो होइन। यस्तो राम्रो तरिकाले नहर बनाएको छ। इब्रो खोलाको नहर चाहिँ यसरी सिटी सिटीभित्र गएको छ नि। यस्तो राम्रो देखिन्छ। नेपाल जस्तै छ दिवस गाडा गाडा सक्छ। यतापट्टि सुन्तलाको बगान छ यहाँ होइन। यो चाहिँ यहाँ दसैँको पाइप्स बनाउने भनेर चाहिँ यहाँनिर गाडीको ब्लुटुथमा चाहिँ दसैँ आयो गन लगाइराखौँ क्या अब। लगभग अब हामी चाहिँ आइपुग्यौँ है त। फेरि एउटा गाउँ छिरिसक्यो। हामीले हाइवे छोडिसकेका छौँ। अब यता वरिपरि चाहिँ हुनसक्छ अब बाख्रा फर्म। ठाउँ पनि दामी रहेछ त्यतिर त है। हामी चाहिँ आइपुग्यौँ होइन। यहाँ चाहिँ कुकुर मात्रै देखिया हेर्दाखेरि चाहिँ। अब हामी जाँदैछौँ है त तल। लु परदेशको ठाउँमा पहिलोचोटि हामी बाख्रा हेर्न आइयो है त। यो चाहिँ फार्म हो। यहाँ मेरो पछाडि फार्म छ होइन। यो ठुलो छ क्या। बाख्राहरू पनि कराएर राख सुनिरह होला होइन। यतातिर चाहिँ बाख्राहरू छ है त। यहाँ चाहिँ बुझेको एउटा मसला भयो। मसला चाहिँ के भन्दाखेरि चाहिँ यहाँको साउजी चाहिँ चिया खान गएको रहेछ। अनि हाम्रो फेरि हाम्रो हाकिम साहब हाम्रो साउ हुन् कि यो गाडीमा बन्यो नि। साउजी चाहिँ चाबी लिन गएछन्। अनि चाबी लिएर आउने रे। अनि त्यसपछि हेर्ने भनेर चाहिँ चाबी लिन गएको। 5 मिनट जति लाग्ने भयो। त्यति हामी फर्मसम्म हेर्छौँ यहाँनिर। कस्तो दामी तरिकाले बनाउनु त। माथिपट्टि घाँसको ठाउँहरू टक्क फर्म वरिपरि होइन। सट्ट राम्रो हो। राम्रो चाहिँ अब हाम्रो चित्त बुझ्दै बुझ्दैन बाख्रा चाहिँ भन्ने कुरा हो मेन त। आनन्द हजुर एउटा त उठाउनै पर्छ आज जखरी नि
भित्रबाट कस्तो दामी दामी देखिरह। अब अहिले यहाँबाट देखिँदैन, म भित्रै बसी देखाउँछु सबै। अनि यो तलको बिल्डिङतिर चाहिँ कुकुर जस्तो देखिरहेको थियो होइन, यहाँ चाहिँ कुकुर सुकुर पाले जस्तो देखिरहेको थियो। यहाँ चाहिँ बाख्राको रहेछ, बाख्रा अब भित्र कति छ त थाहा छैन। अनि च्याङ्राहरू टाइपको पनि छ। अब कस्तो प्राइस भन्छ के भन्छ कति भन्दो रहेछ त्यो अनुसार म पनि भन्छु। यहाँ चाहिँ कुकुर पालेको रहेछ कि परेर मलाई हेरेर नि झ्यालमा पनि तपाईँले देख्नु भयो होला कुकुर छ। अनि एउटा राम्रो ठाउँ छ, अलिक डिस्टर्ब गऱ्यो है कुकुरले। हामीलाई कुकुरले भुकेर मारै लाग्ने हरेक झ्यालबाट। अब हामी वेटिङमै छौँ। अब अहिले त घरतिर पनि सबैले बाख्रा किन्ने सिजन भइरहेछ अहिले होइन, कतिको घरमै होला, कतिले किन्न पर्ने अवस्था होला। अब हाम्रो चाहिँ यहाँनिर चाहिँ अब एउटा मेमोरी बनाइदिउँ। दसैँ अब प्रदेशमा एउटा राम्रै खालको दसैँ बनाउँ, अनि लगेर काट्ने। अनि दसैँ हामी जसरी घरतिर काट्छौँ त्यसरी काटेर बनाएर चाहिँ टक्क हामी 4-5 जना साथीहरू छौँ। यसको भ्लगहरू पनि म दसैँको कन्टिन्युस अरू भ्लग पनि म हाल्दै जान्छु बिस्तारै। अनि एउटा मेमोरी पनि हुन्छ भनेर चाहिँ टक्क हामी लागिराखौँ। अब आज चाहिँ लाँदैनौँ हामीहरूलाई, हामी यहीँ नै रोजेर एउटा एडभान्स तिरेर यो बाख्रा हामीलाई चाहियो भनेर चाहिँ छोडेर चाहिँ होइन रोजेर जान्छौँ। हाम्रो गाडी आयो है त चाबी लिएर। हामी अब जाँदैछौँ त भित्र जाँदै है त। ल फार्मभित्र छिर्यो है, आयो है फार्मभित्र। यहाँनिर हाँस पनि रहेछ है त, यता हाँस पनि छ। ओहो यता बाख्रा टन्नै छ है त, भित्र बाख्रा टन्नै छ। अब म तपाईँलाई बाख्रा साख्रा देखाउँछु। यतापट्टि सबै यस्तै छ है त फार्मभित्र। त्यति ठुलो त रहेनछ, सानो छ। तर हेरौँ है त। ल यहाँ चाहिँ बाख्रा छ है, सबै पोथी मात्रै छ क्या। ए भाले नि, यो भालेको पोथी हो। ऊ बोकाहरू पनि छ या ठुल्ठुलो धेरै छ है त। उठी हो कि बाख्रा? एक पाँच बकरा इधर बड़े वाला होगा, अंदर क्या अंदर नहीं क्या? अब जाउँ भित्र यसरी हेरौँ है त यसलाई। ओहो बिरालो छ त्यहाँ त है। ल है त। ओहो झन् ठुलो रहेछ यतातिर त है, बहुत साह्रै इधर। बाख्रा हामी चाहिँ भाग्यो त सबै बाख्रा, सबै यताबाट आइसक्यो सबै बाख्राहरू। तर अलिक फरक बाख्रा हुँदो रहेछ कि यो कस्तो मिक्स हो क्या है। यो चाहिँ अब हाम्रो साउदी चाहिँ खसी कहाँ बोका कहाँ छ भने खोज्दा जानु भएको। अब बोका पायासी लिएर आउनुहुन्छ, तर सबै धेरै जस्तो हामी हेर्दैछ। तिमी ढोकै बस है त। ओ वो वाला है ब्लैक वाला, ये ब्लैक वाला नहीं जिसके बड़े कान है ये सबसे बड़ा है जो। हाँ ये वाला हाँ एकदम यो चाहिँ हो होइन, यो चाहिँ हो बोका। तर एकदम ठुलो छ। अब अरू सबै यो पार्टीहरू रहेछ कि सबै। स्पेनको बाख्रा फर्ममा आइपुग्यो। अब हामी यहाँ बाख्रा हेर्ने काम जारी छ। मेरो पछाडि बाख्रा देख्नुहुन्छ तपाईँहरूले। अब हामी यहाँबाट एउटा आज चाहिँ खसी बोका के हुन्छ त्यो चाहिँ लिएर जाँदैछौँ है त। लिएर जाने भन्दा नि आज चुज गर्छौँ अनि पछि लान्छौँ। अब आज यो साझा चुज गर्नु छ। अब यहाँनिर कसरी हेर्ने भन्ने कुरो बिजक छ कि मेरो पछाडि अवस्था यस्तो छ। अब स्पेनको चाहिँ बाख्राहरू यस्तो हुन्छ है त। ल यो एउटा फर्म हो र यसको एउटा नमुना यो है त। खोजेको चाहिँ यही हो होइन। यो 40 केजी रहेछ क्या। यो चाहिँ साउन्ड खोज्छ एकछिन। ल यो बोका हो होइन, यो चाहिँ 40 केजी। यहाँभरिको बोका यो मात्रै रहेछ, सबको आठी मात्रै रहेछ। यो लाने भनेको 180 युरो भन्दैछ भन्न चाहिँ यसको। अब हाम्रो चाहिँ साह्रै महँगो पऱ्यो यो होइन। अब यसको प्राइस मिल्यो भने हेरौँ। अरू सबै पाठी मात्रै रहेछ। यो चाहिँ सही छ है। ल चर्बी पनि नै हो, भागिहाल्यो। जाउँ ठिकै छ। यही यो मन पऱ्यो। वो बकरी का छोटा वाला। होटे पाठै हो कि दाइ? त्यो भेडाको पाठै हो कि? होटे चाहिँ मैं भी हो ये चाहिँ हो। ये अच्छा है हमारा, ये अच्छा है। ल यो चाहिँ हो है हाम्रो खोजेको। लास्टै फटायो मा खोक्छ त दाइ। ल के हो खोक्छ त अनि हामीलाई। हो ये वाला सही है, ये ठीक है।
अभी पूछूंगा ये भी। इसको पिक्चर खींचकर उसको दिखाएंगे ये चाहिए इसको हमें। पूछूंगा क्योंकि ये कई ना 100 रुपये होते हैं। यो बोका त हो नि बोका हो ल हामी चाहिँ यो मन परा भेडा चाहिँ लास्टै बोल्ने खौ यो त 10 होगा क्योंकि भाई पेट है ना। हाँ पेट है 10 होगा 10। ज्यादा है नहीं भाई पेट है ना उसने खाना खाया हुआ है। इसको पूछना कितना पड़ेगा 10 होगा 10 किलो। नहीं इसको प्राइस कितना होगा इसको पूछना पड़ेगा। भर्खर यहाँ बोका छ हामीलाई यो लास्टै फटा रहेछ समात्दै नसकिने है। हामी चाहिँ त्यो छोटोवाला मन पराएको किनभने त्यो अर्को 40 केजी लास्टै महँगो भयो नि त। छोटोवाला मन परायो छोटोको प्राइस कति छ त्यो चाहिँ 10 देखि 12 केजी 15 केजीसम्म। अहिले त मोटो हो खाना खाएर मोटो भयो भन्छन् होइन। अब उचाल्नै सकिनँ क्या मैले त त्यो मेसै मिलेन क्या त्यसले उचाल्नलाई एकदम फटाएर चाहिँ के। ल आज यहाँको फर्म पनि हेऱ्यो सबै बाख्री मात्रै रहेछ। फेरि बाख्रा लिनुहुन्छ भने चाहिँ एकदम सस्तो छ यिनीहरू चाहिँ है तपाईँको 50-60 होइन युरोमा जो तपाईँले त्यो बुढी बाख्रीहरू मजाले पाउँछ यहाँ चाहिँ। हाल्ने ठाउँ इधर है कुछ है इधर चिकन है हाँस भी है वो बेबी छोटे ये कबूतर इधर यो हाँस छ यतापट्टि है त हाँस छ यतापट्टि चाहिँ यता चाहिँ कुखुरा है त ये कुखुरा भी बेचेगा घोड़ा भी देखना है। घोडा यता घोडा रहेछ त यहाँ चाहिँ घोडा छ है त घोडा घोडा ओइ घोडा यहाँ घोडा पनि देखियो है त घोडा पनि छ है त्यो घोडा छ यहाँ घोडा पनि पाल्छ यतापट्टि के छ यतापट्टि पनि एउटा घोडा छ रैबिट इधर भी है एक ये तो तेरे नाम वाला रहेछ त वो अंदर रैबिट है। सही छ यता चाहिँ खरायो खरायो छ है त यहाँ देखायो कि देखाएन भित्र खरायो यहाँ चाहिँ खरायोहरू रहेछ है त यहाँ देखिएन खासै आउँदै रहेछ धेरै यता चाहिँ कुकुर छ है त हामीले भेडा बाख्रा घोडा खरायो सबै चिज चाहिँ रहेछ है त यो फर्म चाहिँ ठिक छ है त सबै चिज राम्रो लाग्यो। अब यहाँ चाहिँ हामीले खसीलाई फिक्स गरेर अनि भन्छौँ अनि हामी चाहिँ अनि दसैँको अघिल्लो दिनतिर लिन आउँछौँ प्लान यो छ यही अनुसार चाहिँ हुन्छ। ल आजको भ्लग त्यति नै गरौँ पछि खसी ल्याएको भोग पनि हामी हेर्छौँ होइन त आनन्द ट्याक्क ल्याउनु त भेडा चाहिँ ठिक लाग्यो मलाई त भेडा ठिक छ मान्छे भयो भने हामी ठुलो खसी नै ढाल्न सक्छौँ। हेरौँ यहाँ कतिजना हुन्छ त्यो 180 युरो त्यो महँगो छ बिस्तारै अब हेर्दै जाउँ। जस आजको भ्लग यति नै गरौँ यसको लोकेसनहरू कहाँ छ के छ म डिस्क्रिप्सनमा हालिदिन्छु। बाई बाई है त।